सोच्नुस् त, हरेक देशको अर्थतन्त्र एउटा शक्तिशाली इन्जिन जस्तै हो र त्यो इन्जिनलाई चलाउने इन्धन के हो त? हो, त्यो हो वित्तीय बजार। आज हामी यही इन्जिनका दुईवटा एकदमै महत्त्वपूर्ण पाङ्ग्राहरू, मुद्रा बजार र पुँजी बजारको बारेमा कुरा गर्नेछौँ। यिनीहरूबीच के फरक छ, आउनुहोस् बुझौँ। ल, एउटा प्रश्नबाट सुरु गरौँ न। कहिले सोच्नुभएको छ कुनै ठूलो नयाँ फ्याक्ट्री बनाउन चाहिने अर्बौं रुपियाँ होस् वा सरकारलाई आफ्नो दिनदिनैको खर्च चलाउन चाहिने पैसा, आखिर यो सबै आउँछ कहाँबाट? हो, यसको जवाफ लुकेको छ त्यही वित्तीय बजारमा। सरल भाषामा भन्नुपर्दा वित्तीय बजार भनेको पैसा हुनेहरू र पैसा चाहिनेहरू भेट्ने एउटा चोक जस्तै हो। यो एउटा यस्तो विशाल मञ्च हो जहाँ पैसाको किनबेच हुन्छ र हाम्रो आजको पूरै कथा यही मञ्चमा घुम्नेछ। ल, अब हाम्रा दुई मुख्य पात्रहरूमध्ये पहिलोलाई भेट्ने पालो आयो, मुद्रा बजार। यसलाई सजिलोसँग बुझ्नको लागि अर्थतन्त्रको चल्ती खाता वा चेकिङ अकाउन्ट भनेर सोच्न सकिन्छ, जहाँ दिनदिनैको र छोटो अवधिको लागि पैसाको कारोबार हुन्छ। त्यसो भए के हो त यो मुद्रा बजार? यो त्यो बजार हो जहाँ एकदमै छोटो समयका लागि, खास गरी 1 वर्षभन्दा कम समयका लागि पैसाको लेनदेन हुन्छ। यहाँ हरेक कुरा छिटो र छोटो हुन्छ। यही नै यसको सबभन्दा ठूलो पहिचान हो। अब यसको चरित्रलाई अलि नजिकबाट हेरौँ है त। यो एकदमै द्रुत गतिको हुन्छ। यसको मुख्य काम भनेको के हो भने कुनै कम्पनीको दैनिक खर्च चलाउने वा सरकारको तत्कालको पैसाको आवश्यकता पूरा गर्ने। यहाँ पैसा तुरुन्तै क्याशमा परिणत गर्न सकिन्छ, जसलाई उच्च तरलता भनिन्छ, र समय छोटो भएकोले जोखिम पनि निकै कम हुन्छ। यो बजारमा खेल्ने खेलाडीहरू पनि ठूला संस्थाहरू हुन्छन्, केन्द्रीय ब्याङ्क, वाणिज्य ब्याङ्कहरू र सरकार आफै। र एउटा रमाइलो कुरा के छ भने यहाँ प्राय बिचौलिया वा ब्रोकरहरू हुँदैनन्। यी ठूला संस्थाहरूले एक आपसमा सिधै कारोबार गर्छन्। यहाँ कारोबारको साइज कत्रो हुन्छ होला भन्ने अनुमान लगाउनुस् त। हेर्नुस् त, कमर्सियल पेपर जस्ता साधनको न्यूनतम मूल्य नै 25 लाख रुपियाँ हुन्छ। यसले के देखाउँछ भने यो बजार ठूला खेलाडीहरूका लागि हो, सामान्य लगानीकर्ताका लागि होइन। ल, अब हाम्रो कथाको दोस्रो र उत्तिकै महत्त्वपूर्ण पात्रतिर जाउँ, पुँजी बजार। यदि मुद्रा बजार अर्थतन्त्रको चल्ती खाता हो भने पुँजी बजारलाई चाहिँ लगानी खाता वा इन्भेस्टमेन्ट पोर्टफोलियो भन्न मिल्छ, जहाँ दीर्घकालीन सपनाहरू साकार पार्न लगानी गरिन्छ। यसको परिभाषाले नै मुद्रा बजारसँगको मुख्य फरक देखाइहाल्छ। पुँजी बजारमा 1 वर्षभन्दा लामो अवधिका लागि पैसाको लेनदेन हुन्छ। यहाँ आजभोलिको लागि होइन, भविष्यको वृद्धिका लागि लगानी गरिन्छ। पुँजी बजारको उद्देश्य नै अर्कै छ। यहाँ ठूला सपनाहरूका लागि पैसा जुटाइन्छ, जस्तै नयाँ कारखाना खोल्ने वा व्यापारलाई देशैभरि फैलाउने। अब स्वभावैले लामो समयको लगानीमा जोखिम त बढी हुन्छ नै, तर सफल हुँदा पाउने प्रतिफल पनि त्यति नै ठूलो हुन्छ। र यो कारोबार स्टक एक्सचेन्ज जस्ता औपचारिक व्यवस्थित ठाउँहरूमा हुन्छ। यहाँका सहभागीहरू पनि फरक छन्। स्टक ब्रोकरहरू, म्युचुअल फन्ड, बीमा कम्पनीहरू र हो हामी जस्ता सामान्य लगानीकर्ताहरू पनि यसमा जोडिन सक्छन्। यहाँ कारोबारहरू अधिकृत दलालहरू मार्फत एउटा सिस्टममा बसेर हुन्छ। अनि यहाँ हेर्नुहोस् त, एउटा शेयरको मूल्य जम्मा 10 रुपियाँ जति सानो पनि हुन सक्छ। यसले के देखाउँछ भने पुँजी बजारमा साना लगानीकर्ताहरूको पनि पहुँच हुन्छ, जुन मुद्रा बजारको ठिक उल्टो कुरा हो। अहिलेसम्म हामीले दुवै बजारलाई छुट्टै त बुझ्यौं। अब आउनुहोस् यिनीहरूलाई सिधै आम्ने सामने राखेर तुलना गरौँ। यसो गर्दा फरक अझै छर्लङ्गो हुन्छ। ल, यहाँ हेर्नुहोस् त, यो तालिकाले दुई बजार बीचको मुख्य भिन्नतालाई एकै ठाउँमा देखाउँछ। समय, जोखिम, उद्देश्य, हरेक कुरामा यिनीहरू फरक छन्। अब यीमध्ये केही सबैभन्दा महत्त्वपूर्ण भिन्नताहरूलाई अझ गहिरेर हेरौँ न। सबैभन्दा पहिलो र आधारभूत फरक त उद्देश्यमै छ। मुद्रा बजारले आज वा यो हप्ताको बिल तिर्न मद्दत गर्छ, मतलब चालु खर्च चलाउँछ। अर्कोतिर पुँजी बजारले चाहिँ आउने 5 वा 10 वर्षपछिको वृद्धिको लागि, जस्तै नयाँ फ्याक्ट्री खोल्न पैसा जुटाउँछ। एउटाले वर्तमान सम्हाल्छ, अर्कोले भविष्य बनाउँछ। अब कुरा गरौँ जोखिम र प्रतिफलको। वित्तीय बजारको एउटा सुनौलो नियम छ, हाई रिस्क हाई रिटर्न। जति धेरै जोखिम त्यति धेरै प्रतिफलको सम्भावना। मुद्रा बजार छोटो अवधिको भएकोले एकदमै सुरक्षित छ, तर कमाइ पनि थोरै हुन्छ। पुँजी बजारमा भने लामो समयसम्म पैसा होल्ड गर्दा जोखिम बढी हुन्छ, तर त्यसले ठूलो सम्पत्ति बनाउने अवसर पनि दिन्छ।
र अन्तमा समयको फरक, सायद यही नै यी दुई बजारलाई छुट्याउने सबैभन्दा मुख्य आधार हो। मुद्रा बजारमा सबै कारोबार एक वर्षभित्रै सकिन्छ, जबकि पुँजी बजारका साधनहरू जस्तै शेयरको त कुनै निश्चित म्याद नै हुँदैन, जबसम्म बेचिँदैन तबसम्म रहिरहन्छ। ल, हामीले फरक त बुझ्यौं, तर खास प्रश्न त यो हो कि यी दुई बजारको अर्थतन्त्रमा महत्त्व चाहिँ के छ त? किन चाहियो यी दुईटा बजार? अब यसको निचोड निकालौं। वास्तवमा यी दुई बजारहरू एक अर्काका प्रतिस्पर्धी होइनन्, बरु एउटा स्वस्थ अर्थतन्त्रका लागि दुवै नभई हुँदैन। मुद्रा बजारले अर्थतन्त्रको दैनिक रक्त सञ्चारलाई सहज बनाउँछ, जसले गर्दा बिलहरू समयमै भुक्तान हुन्छन्। अर्कोतर्फ पुँजी बजारले देशको भविष्यमा लगानी गर्छ, जसले रोजगारी सृजना गर्छ र देशको आर्थिक वृद्धि गराउँछ। यो भनाइले सबै कुरालाई कति सुन्दर ढङ्गले समेटेको छ। मुद्रा बजारले तत्कालको लागि तरलता दिएर अर्थतन्त्रलाई चलायमान राख्छ भने पुँजी बजारले हामी सबैको बचतलाई भविष्यको वृद्धिको लागि लगानीमा बदल्छ। दुवै एक अर्काका परिपूरक हुन्। अन्तमा हामी के निष्कर्षमा पुग्यौं भने यी दुवै बजार एउटै सिक्काका दुई पाटा रहेछन्। एउटाले आजको ख्याल राख्छ, अर्कोले भोलिको। तर अब एउटा अन्तिम प्रश्न, यदि देशमा कुनै ठूलो आर्थिक सङ्कट आइपर्यो भने के कुरालाई प्राथमिकता दिनु पर्ला? आजको स्थिरतालाई कि भोलिको वृद्धिलाई? यो प्रश्नमा विचार गर्दै गर्नुहोला।